युवालाई अपराधी बनाएको छ हैन। एउटा आफ्नो चाहिँ सानो युवालाई कसरी अपराधी बनाएको छ भन्दाखेरि सुरुमा उदाहरणमा सानो दिन्छ। लाइसेन्स हुँदैन युवाकै स्कुटर कुदाउँछ, ट्राफिकले पक्रिन्छ हैन। अनि उसले यसो फोन गर्छ, मेरो दाइ भन्छ, पार्टीको कार्यकर्ता हुन्छ, उसले फोन गरिदिन्छ, छोडिदिन्छ। दाइको पछाडि लाग्दाखेरि त लाइसेन्स बिनै के अरे तपाईँको ट्राफिकले पक्रिँदैन रहेछ मलाई त भन्छ। भोलि त्यही केटा गएर अलिकति झगडा गर्छ, फेरि त्यही दाइले बचाउँछ हैन। मान्छे कुट्दाखेरि पनि मलाई त बचायो है फल्नाले त भन्छ। कुनै पार्टीको संरक्षण के हेर्दा हेर्दा एउटा निर्दोष युवा गुण्डा बन्छ हैन। मान्छे मार्छ त्यसले भोलि गएर, देशको नदीनाला बेचेर खाइदिन्छ। पार्टीले बचाइराखेको हुन्छ अनि एक दिन चरीको घैँटे बनाइदिन्छ हैन। युवालाई मिसयुज गर्नु हुँदैन। देशको शक्तिलाई मिसयुज गरेर देश बिग्रेको हो। हामी कहिले त्यसतर्फ लाँदैनौँ युवालाई हैन। मेरो अफिसमा थुप्रै श्रमदाताहरू, थुप्रै ठुलो श्रमदान अभियान चलाउँछ। कति आउनुहुन्छ कि यस्तो उस्तो भन्नु, कुनै जरिवाना छुट गर्दैन भने तपाईँ श्रमदाता हो कि न हो, 50 रुपियाँ जरिवाना थपेर तिर्नु भनेर हकारेर पठाइदिनु हैन। त्यसरी माफी बिना मैले दिन थालेँ भने त अरू र ममा के फरक भयो त? फरक हो। अनि लाइसेन्स छैन र ट्राफिकले पक्र्यो, झगडा गरेर पक्र्यो भने मलाई बिल्कुल नपक्र्यो के अरे फोन नगर्नु है। म त उल्टो अझै 3 दिन थुन्नु पर्नेमा 2 दिन अझै थुन्नु भनिदिन्छु भन्छु कि। अनि छक्क पर्छ, के खालको हो भन्छु। त्यो सुन्दा त रिस उठ्यो नि त, रिस त होइन। तर हाम्रो युवा किन बिग्रेको छ भन्दा यसरी बिग्रेको छ कि हैन। पार्टीले चाहिँ संरक्षण गर्दै लाने सुचिलो है भन्ने है। अब अलिअलि यस्तो चाहिँ भत्काएको हुन्छ नि त, माथि माथि ठुलो भत्केपछि त्यो छेस्काहरू आउँछ, त्यो छेस्काहरू अलिकति दिउँसो जुठो खायो अनि हे भने त्यस्तो होइन। हामी त युवालाई के दिन्छौँ थाहा छ? औजार, ल भाइ त्यहाँ गएर खन, खाल्डा ठुलो खन, मभन्दा अलिक अन्य होस्, अलिक धेरै खन। त्यसरी लानु पर्यो नि देशलाई होइन। युवा जति सबै राजनीतिक गुण्डा भएको छ है। केही नगर्ने, बाइकमा हिँड्ने, भुटुटुटुटुटु हिँड्ने होइन, झगडा गर्ने। कसले बनायो त्यस्तो? त्यो युवाको दुरुपयोगलाई रोक्नुपर्छ हाम्रो यो अभियानले। म त्यो पनि भन्न चाहन्छु। हाम्रै भाइ भतिजा, हाम्रै छोराछोरी त्यस्तो भइरहेको छ। लागु औषधमा फसेर खत्तम भइरहेको छ। यतातिर कस्तो समस्या होला यता पनि होइन। देशमा कहाँ छैन त लागु? कसले खुवाइरहेछ लागु होइन? सुन तस्करी, लागु औषध तस्करी छक्क पर्छ। विदेश जाँदै खोइ कति लाख भन्दिनँ यहाँ, कति भनिरहेको होइन। देशकै सबभन्दा ठुलो मान्छे, देशको तपाईँको चाहिँ सुशासन र होइन गृह प्रशासनको चाहिँ इन्चार्ज गृहमन्त्री नै 50 लाख के अरे खारे भन्ने भएर राजीनामा दे भनेर। के खालको यो देश? के खालको देश हो यो? तर त्यो देश त्यस्तो भन्नको लागि हाम्रो पनि गल्ती छ क्या। किनभने हामीले पनि मासु भात नखाइ त भोट हालिनौँ नि त हिजो होइन। हाल्यौँ त, हालिनौँ नि त है। आँखा बन्द गरेर भोट हाल्नु, त्यस्तै मान्छे जहिले जितेर जान्छ है। के छ र कसले पक्रिन्छ है। जे गर्दा पनि हो, मै हो भन्ने भयो क्या। जुनीभरि हुनु पनि जितेकै गर्छ। कहिले त हार्नु नि, यसो बिसाउनु पनि परेन। जुनी गइसक्यो, त्यही मान्छे जितेको छ, गएको छ, उसैलाई चाहिँ जिउ हजुर भन्नुपर्ने, उसैलाई जिउ हजुर भन्नुपर्ने। उसलाई राम्रोसँग थाहा छ क्या यो देश मेरो पन्जामा छ भनेर थाहा छ। उनीहरू जे पनि गर्छ गर्दैन। त्यसले गर्दा अब हामी सुधारको बाटोमा जानु जरुरी छ। सुधारको बाटोमा जानु। त्यो सुधार म एक्लैले ल्याउन सक्दिनँ धरानमा कराइराखेर। अब तपाईँहरू पनि आफ्नो चोकमा कराउनुहोस् न, कराउनुहोस् होइन। एउटा सानोतिनो भए परिवर्तन म एउटा सानो मान्छेले ल्याएँ, साइकलमा कुदिने, टेम्पोमा कुदिने भनेर थुप्रोले मलाई गिजाए पहिला। जे जसरी भयो मैले ल्याएँ नि त। अब तपाईँको पालो तपाईँले पनि ल्याउनुहोस् है। हामी सबै सचेत भएर जाग्नुपर्छ। हाम्रो नानीहरूलाई पनि सिकाउनुपर्छ।